यसो सम्झिएँ, प्रकृति पनि यसै कारणले यही कुराले आज रिसाएकी पो हो कि? दिनमा उसको आँखा छलेर यताउति गर्दैमा बितिसकेको थियो। 2-4 घण्टासम्म त प्रकृति भएको ठाउँमा जाँदा पनि गइन र हेर्दा पनि हेरिन। केही बेरमा मनले नै उक्साएपछि प्रकृतिकै ठाउँमा जान मन लाग्यो। मान्दै मानेन मन किन हो किन। अनि गएँ, हाँसुला झैँ उसकै मुहारमा हेरिरहेँ। अहिले मैले आफ्नो शिर झुकाएँ, फेरि शिर उठाएर सोधेँ, किन रिसाके? उसले भनी, को हो? किन? कहिले? मलाई अचम्म लागेको थियो। अघि भर्खरै रिसाएकी मान्छे अहिलेको नाटकीय पारा देखेर। मैले भने, नाटक? बिहान तिमी जस्तै थिइनौ। उसले भनी, त्यसै तिमी के गर्छौ भनेर विचार गरेको। धन्न ढोका बोलियो रहेछ तिम्रो रिसभन्दा। ढोका देखाउँदै फेरि हाँसी। मैले भने, नाटक? प्रकृतिले भने, जीवन नाटक हो अनि हामी पात्र। मैले भने, तर प्रेम नाटक नहोस्। यदि म साँच्चै रिसाएको भए तिमी के गर्थ्यौ त? उसले भनी, असम्भव। त्यो रिसभन्दा बढी माया त म दिइहाल्थेँ नि। मेरो एक फकाइले तिम्रो मन रिझाउन सकिहाल्थेँ त। मैले भने, बहुत खुब, नहोला पनि भन्न सक्दिनँ म। साँच्चै रिसाउनुको कुनै कारण थिएन। मलाई तडपाउने इरादा पो रहेछ क्यारे। जति रिस भए तापनि उसको अनुहार देख्न साथ, उसको ओठमा हाँसो देख्न साथ मेरो रिस 0 डिग्रीतिर झर्छ। अनि किन भन्दैनथे? त्यसपछि कुराकानीकै सिलसिलामा यता आऊ त केही कुरा भन्छु भन्दै कानमा सुटुक्क भन्न लागे। उसले पनि कान यता लिएर आई। त्यसै मौकामा मैले गालामा टोकिदिएँ, दाँत गर्ने गरी र भने, अब चाहिँ नरिसाउ ल। उसले भने, रिसाए माने? मैले भने, फकाउँदिन। नथे सुसी किरालाई लिएर रिसाए नि रिसाउ। उसले भने, पागल, नाटक। त्यसपछि म त्यहाँबाट छुट्टिएँ, अघिको पीडालाई दोब्बर खुसीमा परिणत गर्दै। हुन पनि प्रकृति बगैँचाको सुन्दर फूल थिए, मुस्कान छरिरहन्थे त्यही फूल फक्रेको झैँ। त्यसैले म भँवरा, शान्त भएर बस्न कहाँ सक्थे र? मनले पनि त मान्दैन। मजाको एकनासे गर्मी थियो। एक्कासी आकाशमा कालो बादल मडारिन थाल्यो। छिनभरमै मुसलधारे पानी दर्किन थाल्यो। ओत लाग्नु बाहेक विकल्प अरू केही थिएन। साथमा छाता पनि थिएन। ओत लाग्नको लागि पनि रुख बाहेक अरू के नै पो थियो र? रुखले अघिको प्रचण्ड गर्मीलाई त छेकेको थियो, तर पानी परेपछि नि थ्रुक्क रुझियो। प्रकृति र म कम्पनी नगई घुम्न आएका थियौँ आजको दिन पनि। कारणवश सुनले प्रकृतिलाई कम्पनी ल्याउन सकेको थिएन। प्रकृति कम्पनी नगई मेरो होस्टलमा आई। एउटा बहानामा म पनि होस्टलको रुममा नै बसेँ। सबै साथीहरू कम्पनी हिँडिसकेका हुन्छन्। एक न एक दिन थाहा पाउलान् भनिदेलान् कसैले भन्ने कुराले मनमा खैलाबैला मचाइरहेको थियो। भोलिलाई कुनै मतलब नगरी आफ्नै पारामा जिन्दगी बिताउँदैछु। हुन पनि जिन्दगी होस् त आफ्नै पाराको, तर सम्भव नभए पनि सीमाहरू मिचेकै छु। जब प्रकृति मेरो रुममा पसी, पिङ्क कलरले भित्तामा पुतेको देखेर दङ्ग परी। वाउ, मेरो फेभरेट कलर भन्दै उसले फ्लाइङ किस खाए चाहिँ गरी। त्यति पनि सोचिन कि कुनै दिन मैले उसको फेभरेट कलर सोधेर त्यही कलर लगाएको थिएँ। चिरी च्याट्ट सजिएर आँखामा गाजल, ओठमा लाली पुतेर आएकी थिए। उसँग स्वतन्त्रताको साथमा आफूले बिताउने समय यही नै थियो। म बढी नै आकर्षित थिएँ। मिलेका दाँतहरूको बिचमा अस्वाभाविक तरिकाले पलाएको दाह्रोप्रति किन उसलाई देख्न साथ उत्तेजना पैदा भइरहेछ आज। कहिले अङ्गालोमा कसो मात्र भइरहेको छ। आज यो ज्यानले हतार गरिरहेछ। ऊ मौनतामा नै भित्ताको कलरतिर आँखा डुलाइरहेकी हुन्छे। म भने आँखा झिमिक्क नगरी उसको जवानी र बैसमा रमाउँदै काममा लुटपुटिएको कल्पना गरिरहेछु। म आफ्नो हात उसको हातमाथि राख्छु। यो स्पर्शले उसको भित्ताको एकोहोरो हेराइ भङ्ग हुन्छ र झसङ्ग हुन्छे। फुत्त आफ्नो हात ताने चाहिँ गर्न खोज्छे, तर
तर नजर हातमा लगाउँछे र मेरो हात भन्ने थाहा पाएपछि ऊ मेरा आँखामा आँखा जुधाउँदै मुस्कुराउँछे। खासै कुराकानी हुन्न। कुन ठाउँ जाने आज? यो बिरानो सहरमा कहिले नै त थिएँ म। यस्तै सोचिरहेँ। पछि निस्कने बेलामा छलफल गर्ने सोचमा एक्कासी हेराहेरबाट एउटा हातको औँलाले मेरो ओठ चलाउन थाले। उसलाई देखेपछिको इमोसन र स्पर्शले फुल इमोसनमा आइसकेको हुन्छु। गुराँस फुलेका आँखाहरू हेर्दै म लट्ठिन पुग्छु। त्यसैमाथि जुनभन्दा पनि शीतल अनुहार अर्कोतिर ओठमा ओठ जोड्न थाल्छे चुम्बनसहित। उसको ओठ र जिब्रो निधार गाला छाती घाँटी आदि ठाउँमा प्रेमको आभाससहित पुगिरहेको हुन्छ। मानौ यति प्यासी थिए। उसको त्यो प्रेमको प्यासले बेहोराले फुकेको छातीको छिटो छिटो धड्कनसँगै मुखबाट निस्केको तातो हावाले बताइरहेको थियो। घरिघरि उसको मुखबाट निस्केको तातो हावा मेरो नाक मुख ओठमा ठोक्किरहन्छ र यौवनको वर्षा गराउँछ। उसको शरीर कपास र रुवा झैँ हलुका हुँदै मैमाथि खप्टिन पुग्छ। केही बेरको यौन किर्दापछि हामी छुट्टिन पुग्छौँ। सर्लक्क उखालेका मुला जस्तो शरीर थकाइको महसुसमा लम्पसार पर्दै प्रकृति त्यही खाटमा निधाउन लागे झैँ गर्छे। अझ केही बाँकी छ? मैले सोद्धा छैन भने। अब आज एउटा नयाँ ठाउँमा घुम्न जाउँ। तिम्रो इच्छा अनि तिम्रो खुसीको ठाउँ हुन्छ प्रकृति। जे होस् घुम्दा सहज वातावरण होस्, कुनै पनि समस्या नहोस्, मायाको मौसम होस्, त्यस्तो ठाउँमा लैजाऊ ल। उसले भने। ट्विन टावरको अपोजिट रहेको एभरग्रिन पार्क पारिपट्टि एउटा रमाइलो ठाउँ छ, त्यही जाउँ। मैले भने पहिले नै गएको ठाउँ जानु र? उसले भने प्रेम भनेको यही त हो। मन परेपछि ठाउँ नि प्यारो, मान्छे नै सबै प्यारो, होइन र? मैले भने सायद। चित्त बुझ्दो कुरा नै गरे मोरीले। यो ठाउँमा यसरी नै हामी एक दिन आएका थियौँ। तैपनि सहमति जनाउन बाहेक अरू कुनै विकल्प देखिन। ल हुन्छ भनेर लथालिङ्ग फालिएका लुगा पहिरिएर होस्टलबाट निस्क्यौँ। मजाको गर्मी थियो। एक्कासी आकाशमा कालो बादल मडारिन थाल्यो। छिनभरमै पानी मुसलधारे दर्किन थाल्यो। ओत लाग्नको लागि पनि रुख बाहेक अरू के नै पो थियो र? रुखले अघिको प्रचण्ड गर्मीलाई त छेकेर केही शीतलता दिएको थियो, तर त्यो पानी परेपछि नेत्रुक्कै रुझियो ओत लाग्दा लाग्दै पनि। छाता पनि थिएन दुवैजनासँग। रमाइलो त के भनौँ, हरियाली वातावरण, शीतलताको आभास दिलभित्र नै पस्ने गरी भएको थियो। केही घन्टा त्यही हरियाली वातावरणमा केही तिता मिठा बातसँगै बितायौँ। त्यहाँबाट छुट्ने बेलामा पानी दर्किएको थियो, तर कोही केही नभए पनि मेरा लागि सब थोक प्रकृति थिए। त्यसैले हरेक समस्या र पीडासँग जुझ्न मजा आउँछ। ज्यादै गर्मी थियो। एकैचोटि दर्केको पानीको रुझाइले बिरामी हुने डर पनि थियो। मैले दुई हातले प्रकृतिको टाउको माथि छाता उडाए झैँ ढाक्न खोजेँ, तर सोहिएको छानो झैँ पानी अडेको थिएन। बाकाटे हानेको पानीलाई कसरी कन्ट्रोल गर्नु? उसलाई झरेको दिन अत्यन्त मन पर्थ्यो। कुरा गर्थे घरमा हुँदा त पानी परेको समय म बाहिर निस्केर रुझ्ने गर्छु। दुईजना खुल्ला आकाशमुनि झरीसँगै हाँस्दै रमाउँदै थियौँ। त्यही झरीमा प्राय सबै छाता भएकाहरू नै थिए। हामी पागलले झैँ रुझ्दै थियौँ, त्यही पनि खुसीका साथ। एकातिर छाता नभएको बाध्यता त छँदै थियो। कति त फर्की फर्की हामीतिरै नजर लगाउँदै हाँसिरहेका थिए। कतिले छाता नै निम्ला झैँ गरे। मायाले होइन, दयाले। थाहा थियो। मेरो हात प्रकृतिको काँधमा थियो भने प्रकृतिको हात मेरो कम्मरमा, मैले लगाएको टी सर्टको सबकोमा थियो। मजाले फुत्किएर जान्छु कि चाहिँ डह्रो तरिकाले समाएकी थिए। मसँग लिपिक्कै टाँसेकी थिए। अरूले नदेख्ने गरी गालामा र ओठमा किस गरे।
भन्दै थिए। छ्या, कति चाहिन्छ? हाल्ली। मैले हाँसेर टार्न बाहेक अरू सवाल गर्नै सकिनँ। निरन्तर पानी परि नै रहेको छ। खै के सुर चल्छ? मबाट फुत्किँदै अलि पर जान्छे। मृगको पाठो उफ्रिएझै उफ्रँदै आकाशतिर हेर्दै आवाज निकाल्छे, आई लभ रेन एन्ड रेनिङ डे। म त्यही दृश्य एकोहोरो हेरिरहन्छु। मलाई पनि डाक्छे, आऊ न किरण, कति रमाइलो हुन्छ। म एकोहोरो उसलाई नै हेरिरहन्छु। बिहान मेकअप गरेर आएकी थिए। आँखाको गाजल पानीले लतपत्तिन्छ। उसको केस हुँदै झरेको त्यो पानीले, ऊँटको लालीमा रहेको चिल्लोपनले पानी तर्किएर बगिहाल्थ्यो। मिलेको दाँतको बिचमा निस्किएको एउटा दारोलाई घरिघरि हेर्थे। पानीको रुजाइले शरीरको लुगा लपक्कै जिउमा टाँसिएको थियो। फुकेको छाती एकटकले हेरिरहँदा निर्वस्त्र आफू अघि उभिए झैँ लाग्यो। म नजिक हुन खोज्दा बच्चाले झैँ जिस्काउँदै हाँस्दै पछाडि हेर्दै पर पर हुन्छे। यसै बेला उसले लाएको चप्पल सुन्डियो। मैले हाँस्दै भने, खुच्चिङ, ठिक्क पर्यो, अब नि भाग्ने कि? सताउनुको नि हद हुन्छ नि। ऊ रोइ चाहिँ गर्छे। अर्को चप्पल पनि फुकालेर दुई खुट्टा उफार्दै आँसु नै झारू लान्छै गरी आँखा मिच्दै मलाई भने जिस्कनसँग कहाँ मेख मरेको थियो र। खल्तीमा 4वटा चक्लेट थियो। जिस्काउँदै भने, नानु, बुनु, चक्लेट खाऊ, मेरो नानु, नरौ। मेरो हातमा रहेको चक्लेट बेमौसमी हुन्डरीले झुप्टा भत्काए चाहिँ फ्याँकिदिई यत्र तत्र र त्यो निर्जीव चप्पललाई दोष देखाउँदै दुवै चप्पल पर हुत्ताई। मैले भने, म के गरौँ, मैले त गल्ती गरिनँ, प्रकृतिले नै हो। उसले भने, मैले नै पो, अझ मै दोषी? मैले भने, तिम्रो होइन, यो निर्जीव प्रकृति क्या, जहाँ तिमी र म रमाउँदैछौ। उसले भने, पागल, कुरा गर्न कसले सकौँ तिमीलाई? भनेको मान्छौ र? रुन्चे सुरमा। मैले भने, हुन्छ, मान्छु। उसले भने, प्रमिस, मेरो कसम। मैले उसको शिरमा हात राख्दै भने, प्रमिस, तिम्रै कसम। चप्पल किन्न वरिपरि पसल थिएन। छुडिएको चप्पलसँगै दुवै चप्पल त्यहीँ छोडियो। प्रकृतिले पहिले नै हुर्राइसकेकी थिए। उसले भने, अब मलाई बोक, चप्पल नपाउन्जेल। मैले भने, केटाकेटी बच्चा हो र बोकौँ? तर उसको बच्चा जस्तो अटेरीपनलाई नकार्न कहाँ सक्थेँ र। बाचा पनि त हारेकै थिएँ। त्यसपछि झरीमा रुच्दै उसलाई भुइँमा बोकेर हिँड्न थालेँ। मेरो कपाल भुताल्दै हाँस्दै मजा आयो है भन्दै चल बोलाउन थाले। एकातिर पानीले खुट्टा यताउता लडबडाउँदै थियो, अर्कोतिर प्रकृतिलाई बोकेको त्यही माथि कपाल भुताल्दै थिए। म पनि चिप्लेर लड्न पुगेँ। म तल, ऊ माथि। उसलाई त केही भएन, तर मेरो घुँडामा चोट लाग्यो। यसो उठेर पाइला चाल्न खोजेँ, दुखाइले सकिन। रगत बगिरहेको थियो। प्रकृतिसँग रहेको रुमालले दुई फेरो पुग्ने गरी बाँधेपछि रगत थामिए चाहिँ भयो। उसको स्पर्शले दुखाइ र पीडाहरू हटिसकेको थियो भन्दा पनि प्रेममा यस्तो शक्ति हुन्छ नै। उसले यताउता नचाइरहँदा एउटा छुट्टै आनन्दको अनुभूति पैदा भएको थियो। पापी मनले के सोच्छ के हदभन्दा माथि नजाऊ होला। मैले भने, प्रकृतिको मौनता छिर्दै, अब मलाई बोक प्रकृति। मैले साँच्चै तर जिस्काँदै भनेको। उसले साँच्चै भने चाहिँ सम्झिन्छ क्या र। हुन पनि परिस्थिति त्यस्तै थियो। उसले रुन्चे साथै मधुर स्वरमा भने, सक्छु होला नि मैले। मैले भने, ल हिँड, जिस्किएको नि।
दुवैले रुन्चे हाँसो एकअर्काको मुखमा हेर्दै फ्याँक्छौँ अनि हात अठ्याउँदै त्यहाँबाट लम्कियौँ गन्तव्यमा उसको खाली खुट्टा र मेरो खच्याङ खच्याङ खुट्टासँगै। केही बेरमा चप्पल पसल आयो। प्रकृतिलाई मिल्ने साइजको मेरो च्वाइसको पिङ्क कलरको चप्पल किनिदिएँ। पानी पनि रोकिसकेको थियो। आसपासमा क्याफेहरू पनि थियो। भोक पनि लागेको थियो। युनिक क्याफेमा गयौँ र 2 कप चिया र ब्रेड मगायौँ। खाएर सकिनै लागेको थियो। मेरो चियाको कप तानी अनि अलिकति चिया तुरुक्क बनाई उसको कपको, फेरि मेरो कपको। बच्चालाई दुध खुवाउँदा तातो भएर साराबारा गरे झैँ। मैले सोधेँ, किन, के भो, किन यस्तो गरे कि? हाँस्दै भने, जुठो खायो भने माया बढ्छ रे नि त। झल्यास्स मैले पहिला भनेको कुरा सम्झिएँ। मैले नै भनेको थिएँ। आफू जोगिन खोजे चाहिँ भने, कसले भनेको? उसले भने, मसँगै रहेको मेरै मुटुले क्या, पागल। मैले भने, ए हो त है। त्यसपछि समयले आएर छुट्ने खबर दिएपछि हामी आफ्नो बाटो लाग्यौँ। म होस्टलमा आएँ, ऊ आफ्नो घरतिर गए। एक्कासी मेरो कम्मरको एक साइडमा केही लामो तेल उछिट्टिएर पोलेको जस्तो फुका फुका परेको घाउ उत्पन्न भयो। सोचे माउसुरीले मुत्यो भने, माकुराले मुत्यो भने यस्तै हुन्छ भन्थे। त्यही सम्झेँ। उपचारको लागि डाक्टर कहाँ पनि गइन। 1-2 दिनमा त्यो अलिअलि बढ्दै गयो। पत पोले झैँ हुन्थ्यो। दिनानुदिन पीडा थपिँदै थियो। एक मनले सोचेँ, त्यही अस्तिको पानीमा रुजेकोले यस्तो भएको पो हो कि? तर आफै मान्दै मानिन। त्यसो त हुनै सक्दैन। प्रकृतिलाई पनि यसबारेमा बताएँ। उसले भनी, यो त्यस्तो रोग हो कि जुन शरीरमा एक फन्को लगाउन पायो भने मृत्यु हुन्छ। रोगको नाम अहिलेसम्म डाक्टरले दिन सकेका छैनन्। भर्खरै देखा परेको भाइरसयुक्त रोग हो। अरू बेला जे भने नि, जे बोले नि, आखिर काल भनेपछि मान्छे एक कदम अगाडि बढाए पनि 2-4 कदम पछाडि हटाउँदो रहेछ। आखिर म पनि त्यही मुटु भएको मानव त परेँ। मृत्युदेखि डराएँ, तर्सिएँ। हुन पनि त्यो रोग मेरो शरीरमा त्यसरी नै फैलिँदै थियो। पाइपबाट सुक्खा नहरमा पानी हाल्दा सोच्दै बिस्तारै भगे झैँ। कम्पनीको बोसलाई पनि देखाएँ। बोसले भन्यो, अरू कसैलाई पनि यो रोग देखा परेको छ। कति त मरे, कति छटपट्टिमा जिउँदो लासरी अर्थहीन छन्। कतिको निको भइसकेको छ। हुन त एक दिन मर्न परिहाल्छ। मरिछु भने पनि बाल छैन। तर यो विदेशको ठाउँमा गल्लीमा मरेको भुसिया कुकुरसरी हुनेछ मेरो लास। सोचेँ, यदि निको नहुने अवस्था भयो भने केही दिनमा नेपाल फर्किनेछु। आफ्नै देशको माटो र मातृभूमिमा मर्ने परे। प्रकृति पनि उपचारमा लागौँ भनेर आश्वासन सान्त्वना दिइरहेकी हुन्थे। धन्न यो बिरानो 7 समुद्र पारेको मुगल्यानमा अत्यन्तै आत्मीय साथ प्रकृतिको पाउँदा बाँच्ने आशा पलाइरहन्थ्यो। कम्पनीको बोस भन्दै थियो, यो रोग खतरनाक छ। कति मरेकाको प्रत्यक्ष लास देखिरहेको छु। अत्यन्तै केयर गर्नुपर्छ। गर्दा गर्दै पनि काललाई त कसले पो सेक्न सक्छ र? एक दिन, 1 घन्टा, 1 मिनेट, 1 सेकेन्ड भन्दैन। डर मात्र थपिँदै थियो। बोस पनि बाँच्ने हौसला दिनुपर्ने ठाउँमा अनेक रहस्यमय घटनाको उदाहरण दिइरहन्थ्यो। यताउता गर्दा गर्दै हप्ता दिन बितेको थियो। घाउ बल्झँदैछ। भगवान स्थापना गरेको ठाउँमा दिसा पिसाब गर्यो भने, कुल्सियो भने यो रोग लाग्छ भन्ने मान्यताको बारेमा बताउँदै थिए। अरूका धेरै कुरा सुनिन। त्यसो पनि गरेको छैन। सभ्यता बाहिरको काम। बाटो हिँड्दा भएको भए त उनै जानुन्। के भन्नु? यथार्थ कुरा, एउटा रुम होस्टलमा प्राय खाली हुने गर्थ्यो। एक दिन त्यही एकान्तमा बसेर मजाले रोएँ। यति याद आयो घर परिवार साथी सङ्गी गाउँघरको, देशको, मातृभूमिको,
जन्म दिने बाबुआमाको झलझली आँखा अघि त्यही तस्बिरहरू तिनीहरू नै नाचे। कसैले भनेका थिए नेपालमा फोन गरेर आफूलाई लागेको दशाको ग्रहको पूजापाठ गर्नुपर्छ। के भनौँ, कसरी बताउँ यो कुरा? आफ्नै मनले मानेको थिएन। यो अवस्थामा छु भनौँ। आमा त्यसै त रोइरहने मान्छे, मनै मानेन। फोन गरेँ, पीडा थियो, लुकाई पीडाको संसार बाहिर गएँ। भने, मेरो सब ठिक छ, तपाईहरूको खबर के छ? बिरामी त छैनस्? सपनामा झलझली देखेको थिएँ बाबु। आमाले यसो भन्दा जिउमा काँडाहरू उम्रिएझैँ भएको थियो र झसङ्ग भएँ। बाल्यकालमा आमाको काखमा मायालु हातले ममताले सुमसुमाएको याद बल्झियो। यथार्थ कुरामा आमा हुनुहुन्थ्यो। म अकमकाएँ, तैपनि आज आमालाई पनि ढाँटिदिएँ। आमा, पिर नगर्नु, सब ठिक छ। तपाईले बुवाको स्वास्थ्यको ख्याल गर्नु, औषधि समयमा खानु, काम चलिरहेकै छ। अर्को महिनामा केही रकम पठाइदिन्छु, भाइ बहिनीलाई राम्ररी पढ भन्नु। ल आमा, अहिले ड्युटीतिर छु, अर्को कुनै दिन कुनै समय फोन गरौँला। यति भनेर मैले फोन काटिदिएँ। प्रकृति र मेरो प्रेमपछि मैले घरमा खासै फोन गरेको थिइनँ। यस मानेमा यो होइन कि घरको आफन्तजनको बाबुआमाको माया र याद छैन। थियो, तर सधैँ सम्भव थिएन सम्पर्कमा रहन। सम्पर्कको समय पीडा लुकाएर आमालाई दिल खुस बनाएर हँसाएरै छोडेको हुन्थे। यति पनि नगरे म छोरो हुनुको अर्थ के त सम्झिन्थे। तर दुनियाँले देख्दा जाति नभए पनि। सरी आमा, आज हजुरलाई ढाँटे। तपाईलाई खुसी देख्नकै लागि। सानो कुरामा त हजुरको मन अनि आँखा थामिन्नथ्यो। यत्रो घटना कसरी सुनाऊ? आउँछु आफ्नै देशमा, फर्कन्छु आफ्नै भूमिमा र हजुरको काखमा मर्छु। मनले मनैदेखि मनलाई भने। अब उपचारमा लागे। डाक्टर कहाँ गए। हस्पिटलमा 1 हप्ता रेस्ट सहितको औषधि लेखिदियो। त्यस्ता अनेक विचारले गर्दा उपचारको लागि हस्पिटल गएको थिएँ। डाक्टरले चेक गरेपछि लगाउनको लागि एउटा मलम र खानको लागि 1 महिनालाई ट्याब्लेट दियो। 1 हप्ताको रेस्टपछि फेरि काममा जानुपर्ने नै थियो। कम्पनी गएको दिन प्रकृति पनि अत्यन्तै माया बोकेर सान्त्वना दिन नजिकै आउँछे। ठिक हुन्छ, पिर नगर। तर भनेर के गर्नु? कालले भन्दैन। दया मायाको ठाउँ अलिकति पनि नराखी निर्धक्क साथ उसले बोलेको शब्द धार बनेर मुटु रेटिन पुग्छ। म केही बोलिन। रुन्चे हाँसो उहीतिर फ्याँके मात्र। घाउमा अब क्रमिक सुधार आएको थियो। 3 हप्तापछि अनुहारमा खुसीका बिम्बहरू नाच्न थालेको थियो। मनमनै भगवान त साँच्चै रहेछस् भन्दै उफ्रिएँ। 1 दिन 2 दिन गर्दै घाउ निको भयो। अहिलेसम्म पनि त्यो कालो दाग अझै पनि स्पष्ट छ मेरो जिउमा। यसो आँखा त्यता पर्दा झसङ्ग हुन्छु र मरिन्छ भनेर हार दिनेका अनुहारहरू छलछली सम्झन्छु। हुन त जे बुझे, जे जति जाने त्यही त बोल्ने हुन्, त्यही त गर्ने हुन्। अब त सम्पूर्ण तवरले म तन्दुरुस्त भएर खुसी फर्किएर आएको थिएँ। मृत्युसँग लडिरहँदा मृत्युलाई नै आफूले पराजय गरेर आएझै लाग्यो। थाप्लोमा नाम्लो लगाई पिठ्यौमा रहेको बडेमानको भारी चौतारीमा बिसाउँदा जिउ हलुका भएझै भएको थियो। त्यही थकाइ मार्दै म कल्पनाको चौतारीमा पल्टिएँ।
भरिया नै त थिए, एक दिनको होइन वर्षौंको थकाइ मार्ने आसमा। समीरले नेपालबाट फोन गर्छ। रश्मिसँग बिहे पक्का पक्की भयो भन्यो। हराएकी रश्मि कहाँ कसले ल्याएर दियो तँलाई? मैले सोद्धा उसले भन्यो। फुपू दिदी कहाँ गएर बसेकी रहेछ। कारण के भन्दा त्यसै दिक्क लाग्यो अरे। कस्तै बिज्लान्ती पाराकी त? तेरो मायाबाट भाग्न खोजेकी त होइन होला। धोको पुरा गरिदेन त? अनि बटारिन्न। मैले थपिहालेँ ठट्यौली पारामा। समीरले हाँस्दै भन्यो, सोचिरहेको छु। समीर अत्यन्तै खुसीको मुद्रामा थियो। अनि कुराकानी पनि उस्तै गर्थ्यो। जे होस् नखरमाउली आइछे, धोका दिन छे, खुसी लाग्यो। ल ल वैवाहिक जीवनको सफलताको कामना। बिहे गर अनि मनको धोको पुर्याइदेन अनि सन्तुष्ट भइहाल्छे। नजिस्किरहन मनले कहाँ मान्थ्यो र। प्रकृतिसँगको सम्बन्ध के छ? कस्तो हुँदैछ? भन्दा मैले अल द बेस्ट नै भनिदिएँ। समीरको मायाले त पूर्णता पायो र पाउनु पर्थ्यो, नत्र पागल हुन्थ्यो साले अनि रोइ रोइ मर्थ्यो। त्यस्तो हालत थियो। त्यस्तो नाजुक अवस्थामा पुर्याएकी थिए रश्मिले भन्दा पनि समय दोषी छ। बेला बेलामा सम्झिँदै गरेस् भनेर फोन राखिदिएँ। जे होस् प्रेमको यात्राकालमा हराउन खोजेको मान्छे समीर आज रश्मिको साथले विभिन्न यात्राहरू तय गर्दै बिताइरहेछन्। रोमियो जुलियट, लैला मज्नु, हिरराज, मुना मदन जस्तै समीर र रश्मिलाई पनि नामुद रूपमा कहलाएका प्रेम जोडीको उदाहरणमा समाजले चिन्नेछन्। घर पक्षबाट पनि बाबुआमाले हामीले खोजेको केटासँग बिहे गर्नुपर्छ भन्ने कुरा रश्मिसँग भएको रहेछ। तर घरको कुरा र आफ्नो कुरामा दोधारे अप्ठ्यारो स्थिति आएपछि विरक्ति एकिरहेछ। यही अड्कल काफी थियो मेरो। जतिसुकै मिठो खाना र सुनकै पिँजडामा राखे पनि आखिर त्यो वनको सरी वनमा नै खुसी हुन्छे। भोकै पेट किन नहोस्? एक एक दाना फलफुलको बिजहरू जम्मा गरेर आफ्नो पेट पूर्ण बनाउनमा खुसी हुन्छ त्यो चरी। फेसबुकमा बिहे भएको दिनको फोटो र एउटा गजल अपलोड गरेको रहेछ समीरले। धुमधाम बिहे पञ्चे बाजा बजाउनुको मजा बेग्लै। धुमधाम बिहे पञ्चे बाजा बजाउनुको मजा बेग्लै। खुवाइदै खाली सिउँदो रङ्गाउनुको मजा बेग्लै। खुवाइदै खाली सिउँदो रङ्गाउनुको मजा बेग्लै। तरङ्गित मन कामुकता सुहागरातको माहौलभित्र। तरङ्गित मन कामुकता सुहागरातको माहौलभित्र हात थामेर थरथर मुटु कमाउनुको मजा बेग्लै। ओठमा लाली गुराँस शिरमा मुहारमा घना बादल। ओठमा लाली गुराँस शिरमा मुहारमा घना बादल। लज्जावती परी दिलमा बसाउनुको मजा बेग्लै। लज्जावती परी दिलमा बसाउनुको मजा बेग्लै। भुली सारा दुनियाँको गन्थन केवल प्यारमा डुब्दै उनीसँग यौवनको प्यास मेटाउनुको मजा बेग्लै। नछुट्टिने बाचा कसम चुम्दै प्यारले अङ्ग अङ्ग उनको न्यानो अङ्गालोमा हराउनुको मजा बेग्लै। उनको न्यानो अङ्गालोमा हराउनुको मजा बेग्लै। प्रत्येक शब्द शब्दले र हरफले मनभित्र नै ढ्याङ्ग्रो ठटाउन थाल्यो आनन्दको। कल्पनाको सागरमा पौडिँदै आनन्दको सयर गर्न थाले। अनायासै एकहोरो काउकुती लाग्न र बिहे गरौँ भन्ने कुराले कुतकुतायो। मलाई कुतकुती लाग्यो। मैले हेरेँ समीर र रश्मिको जोडी हो त रहेछ। साँच्चै मनले मनलाई भने म भित्र पनि अब गरौँ कि भन्ने उत्सुकताले कुतकुतायो एकाएक त्यो सुन्दर जोडी देखेपछि।
वैवाहिक जीवनमा बाँधिएका यी सुन्दर जोडी रश्मि र समीरलाई सदैव खुसी मिलोस् भनेर सुखद दाम्पत्य जीवनको शुभकामना सहित कमेन्ट हानिदिए। Ah